के खान्छ त्यति चाहिँ खाने त्यो दिमाग साइको जस्तो छ हेलो गाइस नमस्ते है स्वागत छ हजुरलाई हाम्रो नयाँ मुकबाङ भिडियोमा आएको हजुर सम्झनुहुन्छ होला हामी पनि एकदम फिट एन्ड फाइन छौँ भनौँ म चाहिँ टक्क टक्क पाराम या टुङ दिस काम टक्लिया तरिकाले आइसकेको छु होइन यो चाहिँ अब अङ्कल बित्नु भएको थियो त्यो कारण चाहिँ मैले कपाल फालेको होइन पहिला कपाल बिहेमा फालेको अनि राम्रोसँग आउनै भएको कपाल गइहाल्यो त्यही हो गाइस जे जस्तो भयो नि आफ्नो पुरानो सांस्कृतिक रीतिरिवाज होइन त्यो जसरी सबै कुराहरूलाई चाहिँ हामीले संस्कृतिदेखि लगेर हर कुरा ठुलो ठुलो मर्दामा सबै गर्दाखेरि चाहिँ हामीले हर कुराहरूलाई चाहिँ ध्यानमा राख्नुपर्छ त्यति भन्दै आज चाहिँ मुकबाङ भिडियो लिएर आइसकेको छु आज धेरै पछि आज चाहिँ होइन हामीसँग सुरु गर्दैछु चिसो पानी छ अनि ग्रेभी छ होइन भातहरू छ अनि काँक्राको सलाद कागतीहरू छ त्यसरी यो चाहिँ खुट्टाहरू चिकन फिट खुट्टाहरू छ अनि टाउकोहरू छ होइन यता चाहिँ अब खुट्टा दिन ल्याउँदाखेरि टाउको पनि अनिवार्य ल्याउनुपर्छ त्यो कारण चाहिँ खुट्टा टाउको छ अनि भात छ ठिक छौ नि तिमी त्यति भन्दै आज चाहिँ हामी धेरै ढिला नगरेर हामी चाहिँ एकदम यो चाहिँ पिरो मैले खोर्सानी हालेको हुन्छ डल्ले खोर्सानी पनि हेर्न सक्नुहुन्छ एकदम स्पाइसी पिरो छ बबाल पिरो छ यो चाहिँ हामी अनि रातो खोर्सानी सबैको मिसाएर राम्रो कस्तो बनिरहेको छ होइन खाएपछि टेस्ट थाहा हुन्छ नुन लाग्छ कि नै हर कुरा अब भिडियो ढिला नगरेर गफ नगरेर सुरु गर्नेछौँ गफकट्टै खानेवाला छौँ हजुरहरू पनि हेर्दै गर्नु होला हजुरहरू पनि खाँदै हेर्दै गर्नुहुन्छ है खाँदै हेर्दै गर्न सक्नुहुन्छ है त ल सुरु गर्न हेरेको छु ल म चाहिँ पानी गर्छु उयो के हो त ग्रेभी हो क्या यसको यसमा हाल्नु मिल्यो हालिदिएछु न त ग्रेभी किन यो चटनी जस्तो छ त लगाइ जाने चाहिँ खान लाग्यो है गाँसैमा नुन लागेन छैन केही जान्दैन लाग्छ मिठो छ गाइज मिठो बनाउनु भएको छ हाम्रो सस्तो मस्तो मिठो धेरै दिनपछि मुकबाङ भिडियो लिएर आइसकेको छु होइन अहिले यो ग्रेभी चाहिँ तपाईँलाई पुगेन है अलिक खोर्सानी धेरै हाल्नुपर्छ क्या चिसो ग्लास मेरो बर्थडे गिफ्ट फुपूको तर्फबाट बर्थडेको भिडियो किन हाल्नु नखाने हजुर दिमाग छैन हालेन त 2 दिन भयो अझ कहिले हेरेपछि हुन्छ नि अर्का भिडियो हेर्ने आफ्नो भिडियो हेर्नु छोडेको नहेरेपछि कतिलाई कमेन्ट राख्नु नाइ पुगे छैन सही पुगेन त्यसपछि मेरो बानी चाहिँ के छ भने कागती गाई लास्ट खानेको हुन्छ टाउको
यस्तै पुराना यहाँको फालिदिन्छु यस्तै पुराना बाजेहरूले तन्ने अवस्थाले तन्ने मान्छेले गीत टाउको मुटु गीतै खाँदैन दिमाग बिग्रिन्छ गड्डाले खाने हो भने चाहिँ त्यो भुनाइ मात्र एउटा गीतै मिठो हुन्छ सल्लाह जस्तै गीत हुन्छ त्यही भएर त त्यही भएर म जस्तो छु के कस्तो दार्जिलिङ एकदम खासै युट्युबमा अगाडि बढ्न सक्ला प्रगति जस्तो मैले माने किन भ्युजहरू हेरेर अलि माया देखाइदिनु पर्यो गाइज माया पुगेन टाउकै खान ठिक लाग्यो बाहिर हल्का म्युजिक बजिरहेको अष्टमीको जन्माष्टमी श्रीकृष्ण भन्दैछु कृष्ण जन्माष्टमी तब यत्तिकै मिठो बन्छ होला नसुकेको थियो दुईटा जुठा लग्यो किन बोल्दैन बोल्दै बोल्दैन स्वर बसेको त बोल्छु भने कुरा चित्त बुझेन नबोल्ने श्रीमती ल्याइ जस्तो किन नबुझ्नु श्रीमती मैले अहिले त्यो कुरा निकालेको छु त ननिकाल्यो भने के खान्छ त्यति चाहिँ खाने त्यो दिमाग साइको जस्तो छ मेरो खाने यिनी हो न हे वाह भनेर चाहिँ होइन यहाँ किन राखे त फेरि त्यहाँ फाल्थ्यो त खाने भए चाहिँ खाना चाहिँ यहाँ हाल्यो क्या मैले चाहिँ खानुहुन्न र तँले फेरि नखाने भने फाल्ने फेरि म टिभी नखाउँदा
यिनी पो कुरकुरे के खाने भने अब यस्तो गर्ने आफू खाल्दैन यही खाले भने तब उसमें मन पड़े समझ खा हड्डी नखा पनि मासु मासु खान्छ हड्डी खाने खान्छ भने आयो यो भरेर लाग्यो उनका एकदम मिठो छ अरे हाँ त बस्यो माया डोला तिम्रो डोला डोला आँखामा मेहन्दी भरि थियो सानो आँखा मात्र राम्रो हुनु ठुला आँखा राम्रो त्यही त भने त मैले त्यही पनि त ठुला आँखा गरेर गइले आएको त हाम्रो ठाउँमा कर्णालीका मान्छेहरू जस्तै पिरामोड किन गाइज त्यो गरेको अनि न बच्ची कम्ती राम्रोसँग 5 मिनटको लागि पानी गर्नुपर्छ एक दिनभरि बसिरहन्छ नेट हेर न वाइफाई हिजो ल्या हिजो छ अहिलेसम्म बनाएको पैसा फेरि के पैसा यस्तो पैसा पनि नसुन्न कति बनाउने सरकारपट्टि पनि लाग्नु छ त वाइफाई सरकारी होला बत्तीको बिल दिन्छ नि त त्यो पनि सरकारी हो नि त किन दिनु पर्यो टाउको थकाली कता अर्को सजिलो खायो म
टक्लुमा कस्तो देखाएको छु गाइस एकदम राम्रो भनिदिनु भएको है मेरो बुढो जे गर्दा नि ह्यान्डसमै हुन्छ त्यही भएर केटीको लागि होइन हाँ त्यही भएर त केटीको लागि छैन के छैन कति हेर्छ भन्नु क्या भन्नु कि हुँदैन यहाँले आफूले हेर्नु भएर अरूलाई पनि हुन्छ र यहाँको बानी त मलाई सब थाहा छ क्या अस्ति बर्थडेबाट यस्तो नि सोच गरेर आउनुवाला भन्ने मलाई लागेको थियो तर च्याट्टा त खाले खाप्छ धेरै उनीहरू निज जस्तो नि हुन्छ नि बुझ्नु नि त निज शब्द उनीहरूको निज घटिया सब मैले गर्थ्यो घटेँ मै घटेँ हो हाँ म खाउँ कि तपाईँ खाने खाएँ मलाई भइगयो पुग्यो भात खानु राख्नु म त भात खानु वाह काँक्रा हात त टुक्नु सक्दै भित्र यार रटी खाएँ हाँ सक्ला खान्छु त चबाउँदै गयो है नर्केर के भयो खानेछु खाने रसमा खाने बासेको परि भइसक्यो के भात खानु Yeah.
भात खानु खान्न तराई मासु खुट्टा सब सक्यो होइन खाएको दुईवटा रुपियाँ कति खानु खाएको दुईवटा काली खाएपछि दुब्लाउने मान्छे थाहा छैन खाएको दुईवटा काँखा दुईवटा खायो काँखा चाहिँ दुईवटा काँखा दुईवटा बज्यो हल्का भात बसायो आज खाना बहुत मिठो बवाल एकदम बवाल होइन तपाईँले पनि टेस्ट गर्नु जस्तै बनाएर तर होइन यो मासु चाहिँ पहिलोचोटि पहिलो त्यो गर्नुभयो नि उस्याउनु बोइल उस्याउनु उस्याउने भयो भने बोइल गरेर पनि एउटा हो तर गाउँले भाषामा उस्याउनु हुन्छ नि यता तर्केर सहर बजार अलिअलि यस्तो मात्रै बोइल हुन्छ अनि त्यो बोइल गर्नुभएको अनि त्यसपछि चाहिँ पछि भुट्नु भएको मोबाइल हेर्दै भुटेको पनि लास्ट मिठो छ गाइस हजुरहरू पनि यस्तै बनाएर खानु होला होइन टाइम छ भने यहाँ छ त्यो गाइस अब भिडियोलाई धेरै लामो नबनाइ होइन हामी चाहिँ भिडियोलाई लिड गर्ने सोचिरहेको छु यस्तै भिडियो फेरि पनि ल्याउने प्रयास हुँदा फेरि पनि ल्याएर आउने नै छौँ हजुरहरूको सामु होइन त्यति जेलको लागि आजलाई बिदा दिनुहोस् के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजलाई छुट्टिन्छु टाटा बाई बाई